हेलो हाई नमस्ते एन्ड वेलकम टु ब्याक माई युट्युब च्यानल कुमार विष्ट मोटो फरकमा यहाँलाई हार्दिक स्वागत छ। फरक दिन फरक विषय फरक श्रृङ्खलाको साथमा आज पनि उपस्थित भएको छु। यो कन्स्ट्रक्सन वर्क जुन न्यू लाइट इङ्ग्लिस बोर्डिङ स्कुलको डे 59 मा छौँ। यो हामीले चाहिँ हिजो होली थियो, होली भए तापनि हामीले यो 4वटा पिल्लर चाहिँ हिजो बिहान आएर 6 बजे आएर भरेका थियौँ। जस अनुसार पारिश्रमिक पनि अलिकति केही महँगो चाहिँ हामीले पाएको थियौँ। यो चाहिँ अहिले यस्तो बनिसकेको छ, यो निर्माणधीन घरहरू भवनहरू। यहाँनिर चाहिँ कस्तो थियो, अहिले कस्तो बनिसक्यो, फरक थियो, फरक बनिसकेको छ। यो भित्री पार्टेसनको गाह्रोहरू पनि धेरै लगाइसकेको छ। यो चाहिँ अब खाल्डो खोल्ने चाहिँ यहाँ चाहिँ पानी हालेर एकदमै दबाउनु पर्ने हुन्छ, ठार्न पर्ने हुन्छ, किनकि दब्छ। पछि नदब्न दिनको लागि चाहिँ हामीले यसरी पानी हालेर ठुलो यो पाइप हो, यो पाइपबाट मोटरबाट पानी हालेर यस्तो गराउनु पर्छ, किनभने पछि दब्यो भने समस्या हुन्छ। यो कोठाहरू छन्, यो भवन चाहिँ बनिराखेको छ। पारेपट्टिको यो चाहिँ न्यू लाइट इङ्ग्लिस बोर्डिङको स्कुल हो। त्यहाँ चाहिँ विद्यार्थीहरू अलिक ठाउँ नभएको कारणले गर्दा चाहिँ यता राख्नै पर्ने बाध्यता छ। यो ठुलो भवन छ, यस्तरी बनेको छ यो निर्माणधीन भवन। यो चाहिँ फलामको पिल्लर हो। यो पिल्लर बक्सी यो फलामको हो, तपाईँ देख्न सक्नुहुनेछ। यो चाहिँ इट्टाको गाह्रो लगाइएको छ, किनभने यहाँ चाहिँ भराङ हो। यो भराङ, यो माथि चढ्नको निम्ति चाहिँ यो भराङ भने यतापट्टि चाहिँ यसरी यो राखिएको छ। अँध्यारो छ, अझै वाल लाउन धेरै बाँकी छ। यहाँ चाहिँ अब ढलान गर्न बाँकी छ। यो यहाँ बिचमा चाहिँ सोलिङ गर्न पर्ने हुन्छ। हालत यस्तो छ।